हिजोको दिनमा अध्ययन हुन्थेन, त्यसकारण पत्ता नलागेको रहेछ, पहिला पनि रहेछन् तर अहिले बढेको भन्ने कुरा देखियो। जस्तै 1980 मा जम्मा 10 करोड मधुमेही थिए विश्वमा, भनेपछि विश्वको पपुलेसन पनि बढेछ नि त फेरि, त्यसकारण अहिले चाहिँ 52 करोड भयो। तर हाम्रो चाहिँ सबैभन्दा ठुलो कारण चाहिँ हाम्रो जीवनशैलीमा आएको परिवर्तन हो। हामी गरिब देशहरूमा बसे पनि तपाईँ हेर्नुभयो भने मान्छेको जीवनको ट्रान्जिसन देशको कन्डिसनभन्दा बढी फास्ट। जस्तो नेपालीहरू, हामी कन्ट्री गरिब भए पनि हामी हरेक नेपालीहरूको जीवनशैलीमा बढी सेडेन्ट्री लाइफस्टाइल, धेरै जसो चाहिँ परिश्रम, खेत पसल काम, खेतमा गएर फिल्डमा गएर काम गर्ने खालको परिश्रम भन्दा पनि अलि बढी बिजनेसतिर मानिसहरू गए, अलि बढी ल्यापटप कम्प्युटरहरूमा काम गर्ने, मोबाइलमा काम गर्ने पेसाहरूतिर लागे। त्यस्तै स्ट्रेस फ्याक्टर एकदम धेरै बढ्यो। डायबिटिजको एउटा महत्त्वपूर्ण कारण स्ट्रेस फ्याक्टर हो। मान्छेले नेगेटिभ थिङ्किङ, यो साइकोलोजिकल विभिन्न स्ट्रगलहरू बढी हुँदा शरीरमा त्यस्तै खालका हर्मोनहरू बढे। त्यसले गर्दा उनीहरूसँग अर्को एउटा प्यारलल रोग हुँदा डायबिटिजको पनि मात्रा सँगसँगै बढेको देखियो।